आम्बो कस्तो दामी लाग्थ्यो यार पहिला। अहिले त यस्तो टिन हालेछ, कोठा बार्नु भएछ। यहाँनिर माथिल्लो तलमाइला मामा के गर्नुहुन्थ्यो कोनी खै खत्लङ र खुत्लुङ टाँड्थ्यो यहाँ मुनि है। यहाँ मुनि एरोप्लेन बनाउनु भएको थियो है। अनि यहाँनिर डाँडामा टक्क लाएर एउटा चङ्गा बनाएर उडाउनु भएको थियो। यस्तो तोक्चे लाएर दुईवटा तोक्चे थियो है। अनि उडेर गएकै माथि आकाश छुए जस्तो लाग्थ्यो, तर कति पनि गएको थिएन छ है। अनि यहाँ अगाडि चाहिँ एउटा किचन थियो होइन, मेरो विचारमा किचन पनि रहेनछ। थियो त। छ्यामालाई आन्टी आन्टी भन्दै बोलाउँथेँ, मुमाले के आन्टी भनेको छ्यामा भन्नुहुन्थ्यो है। यहाँनिर गाई गोरु राख्ने ठाउँ थियो होइन त, मलाई त्यस्तै लाग्यो यहाँ चाहिँ। अनि यहाँ दानाको मुनिबाट उता जाने बाटो थियो यतातिर। ए साँच्ची यता कुनातिर बेलुका रागे भूत हिँड्थ्यौ, रातो आगो जस्तो बोल्थ्यो, डर लाग्थ्यो। मुमाले खान्छ है भन्नुहुन्थ्यो मलाई। अनि यता माथि पाखेको माथि अम्बोटे भन्थ्यो डेराहरू होइन। लौ त हामी रागे भूत पनि कथा गरियो अब होइन। धान बोक्नु जानु पर्यो है। टक्क लाएर धान बोक्ने ड्यान ट्याडान। यहाँबाट स्कुल जान्थ्यो होइन त सङ्गममा। यताबाट घर गइन्थ्यो है, ड्यान ट्याडान घर। यहाँनिर एउटा खै के थियो होइन, डेरा जस्तो पिलर पिलर अरे के पो एउटा खै भर्केको डेरा जस्तो थियो। त्यहाँनिर अत्रो अत्रो के फल्थ्यो, बर्डर हो कि त्यो। अनि ला पारी पो बठाए, ला पारी पो बठाए। यहाँनिर गाई गोरु राख्थ्यो मुमाले, गाईको दुध खानु कस्तो मजा आउँथ्यो होइन। माथिल्लो तल यस्तो रहेछ, यस्तो सानो लाग्छ यार। सानै देख्छ नि, पहिला त ठुलो लाग्थ्यो। यहाँनिर सिमालीहरू थियो त्यति बेला, खालाघरको यहाँ तलतिर थियो। यहाँनिर टाँड्थ्यो, मामाको पिलेन हराएछ हौ माइला मामा। म एकलट यहाँबाट हुँदो माइला मामाले त्यो गाडी के बनाएको थियो काठको। खेल्न जाऊँ न भने हिँडेकोसँग मामालाई नै भन्नुभयो, एक्लै जाने भयो। टक्क सिमलीमा बाँदर पो बसिरहेको रह, टक्क लाएर मलाई हेरिदिरहेको रहेछ। बुई म त डरले हुँदै रुएँ हुँदै रुएँ। यतै होला सिमलीहरू थियो। अनि 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 धान बोक्नु जान्छु म होइन। यसले धान बोक्नु पर्ने यतातिर थियो होला, खला गरा यतै थियो जस्तो लाग्छ। यतै थियो होइन खला गरा, केही पनि होइन। धान त खतरा रह त हौ, बाटो छ त। बिटा ठुल्ठुलो रह है। धान त कतै नि कसैको रहेन नि त, धान त खासै कसैको रहेन नि त। ड्यान ट्याडान टुडुन टुडुन टुन टुडुन टुडुन टुन। आम्बो हाँडी फोड बस्ने रुख पनि देखियो है। यहाँनिर हाँडी फोडले गुड लाउँथ्यो पहिला। भीमराज दाईहरूको घर त देख्दैन रहेछ नि त। हाम्रो आजको काम चढ्छु ल।
चुल्हा चाहिँ रहेछ यो याद छ कसैलाई कुटुनी बुढी ढोका खोल This is कुटुनी बुढी के देख्नु पर्यो नि सानो रहेछ अब यसलाई यहाँ हाल्नु होइन चिर मरिगयो क्या यस्तो रहेछ यतातिर होइन यति नै हो आजलाई अब घर जानु होला यस्तो रहेछ है यतातिर हेर्नु है कसको याददास्त यतातिर त स्पिकर नै जोडेको थियो जस्तो लाग्यो कसले हाम्रो केराबारीमा यो त घर अलिक घटेको कि अलिक यतासम्म थिएन यहाँनिर गाई गोरु राख्थ्यो यतातिर एक जमानामा यहाँनिर कुखुराले बेसारालाई उडाइदिएको थियो कुखुरा पोथी माउले छक्कै त दाना पनि भएछ ल यहाँ चाहिँ पहिला किचन थियो होइन यो चाहिँ के थियो यहाँ खाडोमा चाहिँ थाहा भएन हो डाँडाबाट माइला मामले चरा चङ्गा बनाएर उडाएको थियो दुइटाको आफै ल्याएर यस्तो यता गएको थियो अब म चाहिँ लपन पाटसँग अरिङ्गाको गोला हेर्न जानु पऱ्यो यस्तो धान उठाइसकेर आएको होइन पहिलाको सिमहरू हेर्नु त यस्तो रहेछ पानी कटाएको हेरौँ न धानतिर पानी हाँस्दै छौ मोरा डिएसएलआर हुनु नि मसँग नि मालिक जी थोड़ा सा गलती हो गया था कहाँ छ बोला चाहिँ नहेरा मलाई त्यसरी माया बसेला है बसरी What's that? What's that, brother? यहाँ तल भीमराज दाइहरू बस्ने ठाउँ थियो है अहिले यस्तो भएको रहेछ यो टमाटर खोर्सानीहरू के रोपेको होला यतातिर घर चाहिँ देख्दैन रहेछ यहाँबाट राम्रो रहेछ अनि के भयो क्यामेरै राम्रो छैन धान उठाएको थियौँ आज यति चाहिँ उठाइसक्यो टक्क लाएर अब यताबाट उठाउँदै यही होला खाला गरेर होइन पहिलाको यो कुकुर भएको गरेर अब यहाँबाट भएको छ के आयो ल एकछिन अब गोला हेरौँ है टक्क हामी चाहिँ यहाँ देवीथानको बाटो हुँदै अरिङ्गाल हेर्न जानु पर्यो कत्रो छ अरे बच्चा खाने हो यहाँनिर पहिला सानोमा होइन मम्मी म अनि माइला मामा थियो देवीथान आउँदाखेरि क्या अनि धुप बालेको थिएछ त्यति बेला म चाहिँ छक्स परिरहेको क्या त्यो आफै त्यो धुवा उडेको देखेर ओ यहाँ त आफै देउताले उडाउँदो रहेछ भने यहाँ पर हो यता कुन चाहिँ चिलाउनेमा छ भन्छ यहाँ चाहिँ राम्रै नदेख्ने र हो टक्क डाइरेक्ट अरिङ्गालको गोला हेरौँ है त अहिले त काट्ने होइन यसो हेरिराख्नु गएको नि आमामा पहिला यता धान रोप्थ्यो अहिले त सिरुबारी त हो कहाँ हौ
चिन्दिनँ यार म त खै कहाँनिर देख्छ यो मान्छेले गोला राति सम्हालको फिल आयो त हो एकछिन उफ्रिँदा त गर्दै कराउँछ त्यस्तै देखिनँ हौ म त कुनमा चिलाउने के हो ओ भाई ये क्या देख लिया लेकिन 1 सेकंड कत्रो ठुलो गोला पनि हेरौँ त अरिङ्गलको गोला आमा कस्तो राम्रो क्लियर नआएको हौ रहेछ ओल्लो रुखबाट फुटबल जत्रै रहेछ त अनि अन्त आउँदिन होला भोलि कत्रो हल्लिएको होइन होला गोला पनि हेरियो ठुलो रहेछ एउटा फुटबलभन्दा हल्का ठुलो रहेछ धेरै ठुलो त छैन फुटबलभन्दा हल्का फुटबल यत्रो हुन्छ त्यत्रो छ नि त्यत्रै लाग्यो यहाँबाट अलिक देख्दैन रहेछ ठुलै रहेछ म चाहिँ यो ठाउँ चाहिँ होइन यहाँ खोल्सापारी पाखे होइन यो ठाउँहरू चिन्नुभयो होला होइन कत्रो ठुलो ग्राउन्ड जस्तो देख्दो रहेछ यहाँ तलको धाराहरू राम्रो रहेछ यतातिर ठाउँको नाम त थाहा भएन यहाँबाट स्कुल गइन्थ्यो जस्तो लाग्थ्यो पहिला 3 पोखरीहरू यहाँबाट चाहिँ टक्क लाएर पर पुगिन्छ कहाँ पर थाहा भएन यहाँनिर पहिला धारा थियो जस्तो लाग्यो मलाई होइन मामा मामा यहाँ धारा थिएन पहिला जस्तो लाग्यो है बाँसको धारा थियो जस्तो लाग्यो अलिक क्यामेरामा नचिन्ने रहेछ अनि यहाँबाट यस्तो जाँदा यहाँ खोल्सा भेट्छ यहाँ खोल्सामा चाहिँ उतै माथितिर खेलिहिँड्थेँ म कहिलेकाहीँ मामासित आउँथेँ है हो यतातिर पहिला त मैदान तेर्सो थियो जस्तो लाग्यो अहिले चाहिँ यस्तो भएछ खाउला खुली त्यहाँले माथि खोल्सा मामासित म यहाँ बेसी झर्दा फसेको थिएँ खोल्साबाट मलाई चाहिँ लागेको छ यता त अहिले अनि यस्तो आएर यहाँ छ हाम्रो डेरा ए कान्छौ सलाम हात दे सलाम खतरा ल जस्तै पहिले एउटा यहाँनिर पहेँलो भएको थियो एउटा छाउरी आइज भएको छैन हामी चाहिँ टक्कै यहाँदेखि उधोको धान उठाइसकेर यहाँनिर माथि खाले घरमा ल्याएको थियौँ अब खाजा खाने टाइम हुँदै रहेछ भात खाइदिनु पऱ्यो टक्कै
माग्छु नि खायो भने खान्न न अहिले माग्छु कि